यस्तो छ बाटो उकाली ओह्राली यत्तेरी लडियो भने त गयो नि सिधै यस्तो खोलामा जान्छ सिधै ऐराम 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 यस्तो भिड हेर्नु त यस्तो भिड पाखा हेरेर आएको के म फेरि कस्तै मान्छे होला म कम्ती लाटी मान्छे हो यस्तो भिर पाहा सहर हेर्नु छोडेर भिर पाहा हेर्दै हिँडेको म नि अनि म जस्तो लाटी को होला भन्नु त आम्बो उकालोमा हिँड्न चाहिँ धौने रहेछ ओह्रालोमा चाहिँ गिरिरिरिरि कुद्न मन लाग्ने रहेछ देखो न गाइज खेमा बोरालाई देखो न देखो देखो न देखो कतिजनाले त ठिक्कै भयो यसको बुढोले सही ठाउँमा लगाएर राखेछ भनेर कमेन्ट आउन बेर छैन यार यहाँ काम गर्न गाह्रो भएको छ किनकि मेरो भिडियो नै त्यस्तै थियो नि बल्ल खेमा बोराले रोजगार पाइछे भन्नु बेर छैन गाउँले जिन्दगी पनि बिताउनु पर्यो के साथीहरू कति सहरको जिन्दगी मात्रै बिताएर बस्नु होइन त साथीहरू कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् ल लभली गाइज मेरा मुटुहरू यहाँ मलाई यहाँ धौबर बिजोग भएको छ तपाईहरू कमेन्ट गर्न धौ नमान्नु होला यस्तो छ के कहाँ टेक्नु त यहाँ एउटा ढुङ्गो चिप्ल्यो भने अनि सिधै सिधै गयो नि यो खोल्लो भित्र ओइ 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 कहाँ हो गुल्ट्यो क्या बिस्तारै बिस्तारै लडिएला हेर यस्तो धौ हुन्छ त्यो डोको पनि सानो डोको भयो हुन्नु यत्रो मान्छे भन्दा नि अग्लो डोका छन्